नेपाल व्यवसायी समुदायको अध्यक्षज्यू व्यवसायी अमित देवानज्यू 70औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आजको यो विशेष गीतको विभिन्न कार्यालयहरू र जिल्ला प्रहरी कार्यालय स्मारकमा पुष्प हार चढाई वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको बेहोरा अन्य सिनियर प्रहरीज्यूहरू अमर परिवारका परिवार एवं सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अमर प्रहरी स्मारकमा गई क्रमबद्ध रूपमा माल्यार्पण पुष्पगुच्छ अर्पण गर्ने म हार्दिक अनुरोध गर्दछु। स्वदेशीमा प्रहरी महानिरीक्षक अबेर खानज्यूले 70औं प्रहरी दिवसको उपलक्ष्य दिवस 2082को अवसरमा आयोजित यस कार्यक्रमका मुख्य अतिथि जिल्ला प्रहरी कार्यालय इलामका कार्य प्रमुख प्रहरी परीक्षक श्रद्धेय श्रीमान कार्यक्रममा उपस्थित अमर प्रहरी सम्मान ग्रहण गरिदिनुहुन स्वर्गीय प्रहरी जवान अर्जुन योजनको देवानज्यूलाई म लक्ष्मी भण्डारीज्यू तोरबन्दी जिल्ला प्रहरी कार्यालय इलाम नेपाल प्रहरीको पेशागत मर्यादालाई कायम गर्दै राख्दै आफ्नो जिम्मेवारी सम्पन्न गर्ने सन्दर्भमा तपाईले कुशल व्यवसायी दक्ष क्षमता प्रदर्शन गरी प्रहरी कार्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएकोले 70औं प्रहरी दिवस 2082 को अवसरमा कदर स्वरूप उत्कृष्ट प्रहरी कार्य पुरस्कार प्रदान गरिएको छ। घरमा पुरस्कार ग्रहण गरिदिनु प्रहरी हल्ला पुरस्कार ग्रहण गरिदिनु त्यस्तै गरी पुरस्कार भइरहेको बेहोरा म यहाँलाई जाहेर गर्दै अब हामी कार्यक्रमको लाई आफ्नो अमूल्य निर्देशन एवं धन्यवाद ज्ञापन सहित कार्यक्रममा समापन गरिदिन यस 82 अवसरमा आयोजित यस कार्यक्रममा उपस्थित मेरा सहकर्मी प्रहरी नायक लक्ष्मी भण्डारीज्यू, निर्माण व्यवसायी संघ इलामका अध्यक्ष अमर प्रहरीहरूमा हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु। प्रहरी संगठनले कुशल, इमानदार
र कर्तव्यनिष्ठ र वीर प्रहरीको सदैव अपेक्षा राखेको हुन्छ। यिनै सपूतहरूको वीर जब नेपाल प्रहरीको सेवा कर्मको उत्कृष्ट मूल्याङ्कन नागरिकबाट हुनेछ, हामी सम्पूर्ण प्रहरी कर्मचारीहरूले वीर अमर प्रहरीहरूको त्याग र बलिदानको उच्च कदर गर्दै सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै प्रभावकारी रूपमा नागरिक सेवामा तल्लीन हुने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु। जानकारी गराउँछु। धन्यवाद। जय हिन्द।